ल आज चाहिँ अब यो अब दसैँको उपलक्ष्यमा अब के गर्नु, मेरो त बाउ बितेको आजसम्म 2 वर्ष भयो र बाउ बितेको समयमा अब मैले टिका लाउनु पाइनँ र यो साल चाहिँ मैले टिका लाउनु पाएँ। तर अब दुःखद कुरो चाहिँ मसँग मेरो बाबा हुनु हुँदैन र पनि मेरो बाउको माया, मेरो चिनो, मलाई बाउले जुन स्टेटमा मलाई उभ्यायो, आज मलाई यस्तो बनायो। तर बाउको लागि मैले कुछ गर्नुपर्छ। आज मेरो बाउ नभए पनि मैले बाउको सम्झनामा एउटा यो स्मृति स्मरणमा मैले बाउको केही याद पलहरू मैले होइन अब तिर्काइ भोगाइहरू जुन बाउले भोगेको थियो त्यसरी नै आज मैले पनि एउटा हेड अफ द गार्जियन्स भएर मैले भोगिरहेको छु। र अब यस्तै हो जिन्दगी भन्ने कुरो, मान्छेको जिन्दगी आज छ भोलि छैन होइन। तर अब बाउ नभए पनि एउटा बाउलाई चाहिँ अब मैले सम्मानपूर्वक मैले जुन हाम्रो पिता पुर्खाको जुन लेखिएको नियमअनुसारै मैले आज बाउलाई मैले यो माल्य अर्पण गरिरहेको छु। त्यति मात्रै नभएर अब मेरो बाबा चाहिँ एउटा भूतपूर्वक सैनिक पनि हुनुहुन्छ र उहाँलाई म स्मरण रहोस् र म दीप जलन गर्न चाहन्छु। सबभन्दा पहिला र त्यसरी नै अब मेरो बाबा चाहिँ अब एउटा सीमा बलमा लडेको एउटा फौजी, उहाँलाई देशबाट पनि त्यसरी नै अब उहाँले एउटा पेन्सन होल्डर भएर उहाँ आज हामीसँग जिउनु भएको थियो र आज मसँग हुनु हुँदैन। त्यसरी नै मैले बाउलाई आज एउटा स्मरण सहित मैले खदा अर्पण गरिरहेको छु। र जिन्दगी यस्तै हो, आज तपाईँ हामीसँग नभए पनि के गर्नु, हामी पनि भोलिको दिनमा रहँदैनौँ र तपाईँलाई यो दसैँको केही अब सामग्रीहरू जस्तो हामीले खाद्यहरू खान्छौँ त्यस्तै प्रकारले हामीसँग तपाईँले टेबलटपमा जोडेर हामीसँग खानुहुन्थ्यो र आज हुनु हुँदैन हामीसँग। तपाईँ केही छैन, हामी पनि भोलि रहँदैनौँ संसारमा। मान्छेले यो त एउटा सन्तुष्टि गर्नुपर्ने कुरा पनि हो। त्यति नै भइरहेको छ कि आज मलाई एउटा बाउ नभएको संसार चाहिँ एउटा जो साथी भए पनि बाउहरू हुनुहुँदैन, उहाँहरूलाई पनि याद छ है। र दुःखै नि माथि छौ र म धुपहरू जलाएर आज मेरो बाउलाई मैले सम्झिरहेको छु। र तपाईँले जुन जुन चिजहरू खानुहुन्थ्यो त्यो चिजहरू नै आज मैले तपाईँको समक्ष अगाडि ल्याएको छु। र यसमा मैले पानी साथमा बाबाले अलिकति ड्रिङ्क्स गर्नुहुन्थ्यो र ड्रिङ्क्स पनि मैले यहाँ बाउको निम्ति ल्याइदिइसकेको छु। र बाबाले चाहिँ पहिला यसमै खाना खानुहुन्थ्यो। यो चाहिँ फौजीको बाबाले आज पनि चिनो हुनुहुन्छ है। र बाबाको चिनो यहाँ बाबाको चम्ची यही हो, यो 2टा चम्ची टर्न बाई टर्न खानुहुन्थ्यो बाबाले यसले है। र बाबालाई यो खाना र सुँगुरको मासु धेरै मात्रामा मन पराउनुहुन्थ्यो र सुँगुरको मासु पनि ल्याइदिइसकेको छु। र अचार, यो दाल है, र टिका यो चाहिँ अब के गर्नु, अब तपाईँ हामीसँग नभए पनि मैले एउटा अब बाउले मलाई टिका लगाइदिनुहुन्थ्यो दसैँ, मलाई यो यादगार छ। तर आज म छोरा तपाईँको शरीर हामीसँग नभए पनि तपाईँको एउटा चिनोमा चाहिँ अब मैले टिका लगाएर तपाईँलाई र तपाईँ हामीसँग नभए पनि तपाईँको मायाहरू, तपाईँको चिनो जुन स्टेपमा आज मलाई तपाईँले एउटा छोरा बनाएर उभ्याउनु भयो, जन्म मात्र होइन कर्म दिएर मलाई संसार देखाइदिनु भयो। र मैले आज
फ्यामिलीहरूलाई मैले तपाईँले जुन खुसी दिनु भएको थियो त्यस्तै खुसीहरू दिएर राखेको छु। तपाईँले मन दुखाउने काम छैन, नदुखाउनुहोस्। र आमालाई पनि मैले राम्रो त्यसमा राखेको छु। र आमा पनि अब वृद्ध अवस्था भइसकेको छ र बाबालाई जसरी मैले स्याहारेर राखेको छु र आमालाई पनि म त्यस्तै नै स्याहारेर राख्छु। र हामी पनि एक दिन सबैजना हामी मान्छेको चोला होइन, मट्टीमा त बिक्छ जान्छौँ हामी, तर हामी माथि आएर भेट्नेछौँ एउटा परिवार भएर भन्दै म तपाईँलाई यो धुपदुहारहरू गरिरहेको छु। मन नदुखाइदिनु। सधैँ दिन हामी तपाईँको साथमा छौँ। कोही दिन हावा भएर, कोही दिन बतास भएर तपाईँसँग हामी भेट्नेछौँ भन्दै यो मेरो सानो यो स्मरण भिडियोलाई म यहीँ अन्त गर्छु। मिस यु बाबा।